नमस्कार। आज फेरि तपाईहरुको माझमा एउटा सानो भिडियोलाई लिएर आएको छु। अनि यदि तपाईहरुकोमा पनि गाडी छ भने गाडीको ब्याट्रीमा तपाईहरुको यसरी कार्बन जमेको छ भने त्यो सफा गर्दा चाहिँ कुन तरिकाले गर्नुपर्ने म तपाईलाई बताउँछु। पहिला ब्याट्रीको चाहिँ हामी खोल्दाखेरि चाहिँ माइनसलाई निकाल्नुपर्छ, नत्र चाहिँ सर्ट हुने चान्स हुन्छ। अनि त्यसको बादमा चाहिँ प्लसलाई निकाल्नुपर्छ। प्लसलाई निकालेपछि चाहिँ तपाईहरुकोमा ज्यादा कार्बन लागेको छ भने चाहिँ तपाईहरुले मजाले ब्रसले सफा गर्न सक्नुहुन्छ। अनि यो गाडीदेखि बाहिर निकालेर साफ गर्नु हुँदैछ भने चाहिँ त्यसमा मजाले सफा पानी उमालेर बोइल गरेर अनि यहाँ माथि लाएर चाहिँ ब्रसले हल्का सफा गर्न सक्नुहुन्छ। अनि यदि तपाईहरु घरदेखि टाढो 1 महिनाको लागि गाडी त्यतिकै छोडेर जानुहुन्छ भने तपाईहरुले यसरी ब्याट्रीको कनेक्सन निकालेर राख्न सक्नुहुन्छ। किनभने यो फाइदा चाहिँ के छ भने यसमा ब्याट्री डिस हुने चान्स कम हुन्छ। अनि ब्याट्रीलाई निकालेपछि ब्याट्रीलाई दोबारा फेरि लगाउँदा चाहिँ फर्स्ट एन्ड लास्ट एन्ड फर्स्ट तपाईले पहिला नेगेटिभलाई खोलेको थियो भने लास्टमा तपाईले पोजिटिभलाई खोलेको थियो। अनि लास्ट फिटिङ गर्दा चाहिँ सबसे पहिला प्लसलाई लगाउनुपर्छ अनि माइनसलाई।